हेलो गाइस, गुड मर्निङ अनि एकदमै स्वागत छ तपाईहरुलाई आजको नयाँ भिडियोमा। सो अहिले चाहिँ 6 बजिसकेको छ अनि म चाहिँ आज चाहिँ अलिक ढिलो घाँसमा जाने नजिकै काट्छु भनेर चाहिँ यहाँ म चाहिँ चिया पिउँदै छु। यो चाहिँ मेरो सेकेन्ड ट्रिप भनौँ न है। बिहान चाहिँ चिया एकदमै ज्यादा खान्छ भने चाहिँ गाउँ बस्तीमा बिहान दिउँसो। सो म चाहिँ चिया पिउँदै आगो ताप्दै गरिरहेछु अहिले चाहिँ। अनि म अब चाहिँ घाँसमा जाने। सो हेर्दै गर्नुहोस् अनि नबिर्सिकिन लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गरिदिनु होला। यो चाहिँ मेरो पानी उम्लिसकेको छ। म चाहिँ पानी फ्लासमा लगाइराखेर चाहिँ जान्छु मेरो बिहानको ड्युटी एक चरण। बाहिरको नजारा चाहिँ घाम मधुरो लागिरहेछ। जाडो जाडै छ आजको दिन पनि। अब चाहिँ म घाँसतिर निस्केको। म यहीँ नजिकमै काट्छु आज पनि भुइँ घाँस, किनभने गाईले त्यति अम्लिसो खानु पनि मानेन। प्लस बाख्रालाई पनि अलिकति भुइँ घाँस चाहिँ दिनु पर्यो भनेर यहाँ नजिकमा मैले भुइँ घाँस देखिरहेको छु। त्यही भुइँ घाँस चाहिँ एक भारी बनाएर ल्याउँछु। त्यही कारणले गर्दा आज चाहिँ ढिलो ढिलो नै घाँसमा गएको। भारी पनि पुग्यो फाइनल्ली। अब चाहिँ एक चरण ड्युटी पुरा भयो। यहाँ माथि चाहिँ रोडकै छेउमा काटेँ मैले चाहिँ। आया 7:15 भएछ टाइम चाहिँ। चिया खानुपर्छ होला हौ फेरि। गाइस अब चाहिँ म चाहिँ एक भारी मल पुऱ्याउँछु पारी घरमा इस्कुसलाई। अन्त यहाँ मेरो साथी यो चाहिँ अलिक बिसन्चो भइरहेको छ, यसलाई मार्की लागिरहेको छ। सो म चाहिँ अहिले चाहिँ मल लगेर जान्दैछु। अब आएर चाहिँ खाना बनाउँछु। सब्जीहरू काटिदिँदैछ बहिनीले, त्यही भएर म चाहिँ अलिकति टाइम पाउँदा चाहिँ मल बोकिसकेको छैन हाम्रो चाहिँ इस्कुसमा। एकछिन भए पनि बोक्छु भनेर चाहिँ म चाहिँ मल भारी लगाएर चाहिँ अहिले चाहिँ पारी घरमा जाँदैछु। फिलहाल चाहिँ मर्निङ वक चाहिँ डह्रो हुन्छ है गाउँ बस्तीमा चाहिँ। काम कहिल्यै सक्दैन गाउँ बस्तीमा, यस्तै हो। गरिरह्यो भने गरेन भने गरिन है हो। भए पनि के गर्नु है, करै पर्छ। समयमै खेती स्याहार्नै पर्छ। पार्टनर छ यस्तो ज्वरो आएर यसलाई चाहिँ। खै फेरि आयो ज्वरो? ए तात्तिरहेको रहेछ है। सुत भन्दा पनि मान्दैन। यो चाहिँ मेरो साथी हिँडेकै नै छ। फाइनली घर पनि आइपुग्यो। हाम्रो घरमा चाहिँ फुलहरू यस्तो भइरहेको छ, हेर्नुहोस् गाइस। ल अब चाहिँ चर्च गएको। हामी चाहिँ आमा अलिक अगाडि गयो, म पछाडि जाँदैछु। आज चाहिँ दिन चाहिँ जाडो नै भयो।
सबै परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रिस्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही नै हो। अनि प्रियहरू, यहाँ परमेश्वरको वचनले यसरी भन्छ, यहाँ मैले हेर्दै गर्दाखेरि म एउटा के पाएँ भने यहाँनिर बडो मिठो कुरा लेखेको छ, सबै परिस्थितिमा के गर धन्यवाद देऊ किनकि ख्रिस्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही। यहाँ यसरी भन्छ, यहाँ यसरी त लेख्नु सक्थ्यो, तिमीहरू खुसी हुँदा मात्रै परमेश्वरलाई के गर धन्यवाद दियो, दुःखी हुँदा चाहिँ तिमीहरू एकदमै रोए। तर परमेश्वरको वचनले यसरी भन्छ, सबै परिस्थितिमा के गर परमेश्वरलाई धन्यवाद दियो। अनि सबै परिस्थिति भन्दाखेरि चाहिँ हामी के बुझ्न सक्छौँ भन्दाखेरि हाम्रो जिन्दगीमा नि स्वस्थ हुँदै मात्र होइन, अस्वस्थमा पनि हामी परमेश्वरलाई धन्यवाद दिन सक्नु पर्यो। हाम्रो गोजी गरम हुँदा मात्रै परमेश्वरलाई धन्यवाद दिनु होइन, हाम्रो गोजीमा अक्सिजन खेल्दा पनि हामी परमेश्वरलाई धन्यवाद दिन सक्नु पर्यो। हाम्रो जीवनमा हाम्रो परिवारमा प्रशस्तै मात्र हुँदा हामी परमेश्वरलाई धन्यवाद दिनु होइन, तर हाम्रो घरमा चामल सक्दा पनि हामी परमेश्वरलाई धन्यवाद दिनु पर्यो। शान्ति होस्, संसारमा तिमीहरूलाई सङ्कष्ट त हुन्छ, साहस गर, मैले के गरेको छु रे संसारलाई जितेको छु। ल अब चाहिँ चर्चबाट घर पनि आइपुग्यौँ। अब चाहिँ चर्चबाट आएर फेरि पनि चिया नै पिउने। खोइ मलाई चाहिँ नदिएको छुर्पी, उनीहरूमा छुर्पी काटेर खाएर गयो पो। लौ त गाइज, अब चाहिँ मेरो बेलुकाको खाना बनिँदैछ। यहाँ चाहिँ छ गोरुको मासु र आलु झोल लगाएर खाने यसमा चाहिँ। त्यसपछि यहाँ चाहिँ मेरो बनिँदैछ सागको डुकु। ओके गाइज, आजको ब्लगलाई एन्ड। यहाँ मेरो साथी चाहिँ बिमारी भएर केही छैन। गुड नाइट एभ्रिवान, सी यू नेक्स्ट ब्लग।